104 वर्षे राणा शासन र 240 वर्षको शाहवंशीय सक्रिय राजतन्त्रको अन्त्यपछि प्राप्त सयौं जनताका छोराछोरीहरूको बलिदानी पश्चात प्राप्त गणतन्त्र दिवसको अवसरमा सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा नमस्कार र शुभकामना व्यक्त गर्न चाहन्छु। सयौं जनताका छोराछोरीहरूले यो देशको परिवर्तनका खातिर रगतको खोलो बगाएका छन् र आफ्नो ज्यानको आहुति दिएका छन्। यो कुरा शासन र सत्तामा बस्नेहरूले र यही कुरालाई भर्याङ बनाएर सत्तामा पुगेका सत्ताधारीहरूले कहिल्यै नबिर्सिन्। सम्पूर्ण नेपाली जनताहरूको मर्म भावना र इच्छा आकाङ्क्षा अनुसार सत्ता चलोस्, सबैको शुभ होस्, देशमै रोजगारी सिर्जना होस्, शान्ति अमन चयन कायम होस् र नेपाली बजारले विश्वमा बजारमा स्थान पाओस्, श्रमको मूल्य कायम होस्। धन्यवाद, नमस्कार।